जसलाई घरमा राखे पनि टिकटकरलाई चाहिँ घरमा म राख्दिन। किन बुवा? ट्याप ट्याप पारेर हैरान पार्छन्। उहाँ त एकदम ब्युटिफुल हिरोइन। के हो? शिल्पा मास्के। ए शिल्पा मास्के को अरे? तिमी हिरोइन हैन? हो। ए तिमीले त त्यो एउटा इंग्लिश फिल्म पनि खेलेको छौ है? समझ्यौ? हो त। अनि त्यस्तो फिल्म खेल्दा बाबुआमाले केही भन्नु नि त? हलिउड फिल्म हो क्या, उहाँ डाक्टर स्ट्रेन्जसँग खेलेको हलिउड फिल्म। ए डाक्टरसँग खेलेको? ए मैले हेरेको थिएँ। कपाल नभएको डाक्टरसँग है। विकी हजुर तिम्रो लागि एउटा लाइन छ। हजुर सर। गेट आउट। आमा म साँच्ची 7 महिनामा जन्मेको हो त। ओ वाह, हुन पनि ऱ्यापर हो, ऱ्याप पनि फास्ट, डेलिभरी पनि फास्ट। तपाईले तत्कालै राजीनामा किन दिनु भएन? मैले तत्काल राजीनामा दिन खोजेकै हो। साइन गर्न नआएर 2 दिन त साइन सिक्न लाग्यो त के गर्नु मैले? साँच्ची उदण्डजी भन्नुस् न, उहाँहरूलाई पनि जेनजीले भगाएको हो कि क्या हो? जेनजीले भगाएको होइन होला किन? अनि नभए यत्रो वर्ष कहाँ लुक्नु भएको थियो त? इन्डस्ट्रीमा कहीँ कतै देखिएन। त्यस्तो नभन्नुस् है, उहाँहरू फेमस नै हुनुहुन्छ। हो र? रे बेला न कुबेला को तास खेल्छ भनेको के भोलिजी? अब हामीले सत्ता पल्टाउने भनेको त्यही तासमा मात्रै त भयो नि। मेरो यो डान्स युनिभर्सको प्रमोसन होइन त? हजुर हजुर। बाबा प्रमोसन गर्दै हिँड्या त्यत्तिकै मेहनत सोमा गरे त सोमै भ्युज आइहाल्थ्यो नि। यो भाउजूको डिजाइनको ड्रेस हो। शङ्कर नेपाल गएर दायाँ बायाँ गरौँ भने बाँधेर पठाएको छ। तपाईलाई मन पर्ने फलको नाम के हो जोडा? मलाई मन पर्ने फलको नाम त आँप हो जोडा। ए त्यही भएर पो मान्छेले तपाईलाई आँपे भनेका रहेछ। तपाई काशी जानुभयो भने मान्छेले के भन्छन्? के भन्छन् जोडा? सबै कुकुर काशी गए कसले खाला भन्छन्। अरे सुन्दर खनालको क्यारिकेचर गर्ने मान्छे। उहाँ केटी माग्न जाँदाखेरि केटीको आमाले के भन्नु भयो थाहा छ? उहाँको सासू आमाले तपाईँ एक्लै आउनुभयो, छोरोलाई पनि लिएर आएको भयो। मेरो बाबा अस्ति एक दिन ससुराली जाँदा सासू आमाले ज्वाइँ दाजु भन्नुभयो। नभन्नु पनि कसरी, सासू भन्दा 8 वर्ष जेठो हुनुहुन्छ। गजब बेइज्जती। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है? को बुइनी बुवा। ऊ को? बुइनी भने त बुवा। कसको बुइनी? ऊ त उसकै दाइको बुइनी बुवा। बुवा मलाई अलिकति हतार छ, हामी 2 जना ठ्याक्क माथि गएर 2 मिनट गफ हानेर आइहाल्छौँ नि है। अनि तेरो 2 मिनटमै गफ सकिन्छ बेटा। के टाउको पढाइ हुन्छ गोरी हो ट्राफिकको? महिला र पुरुषै छुट्याउँदैन रहेछ अरे। कसरी हौ? हिजो त मलाई पो सिटी बजाउँछ अरे। तपाईँ त यो समाजको समस्या मात्रै उठाउने मान्छे होइन? लु दिपाललाई उठाइहाल्नु त अरे। यो ट्रायल दिँदाखेरि यो 8 पास किन गर्नुपर्छ सर? अहिले कसको सरकार छ? ओलीको हो, त्यही भएर 8 पास। लाइसेन्स चाहियो कि मलाई? यार तेरी नेपालमा लाइसेन्स निकाल्न के को टेन्सन हौ? अलिअलि पैसा खाऊ न, हातैमा लाइसेन्स आइहाल्छ। के कुरा गरे त बस्ते? ड्राइभिङ नआई लाइसेन्स पाएर के काम? तेरी एक्टिङ नआई फिल्म त पाइन्छ होइन नेतिजी? भिडियोलाई सुरु गर्नुभन्दा अगाडि म तपाईहरुलाई एउटा एप्लिकेसनको बारेमा भन्न गइरहेको छु, जसमा तपाईहरुले लाइभ फुटबल क्रिकेट म्याच हेर्न र प्रेडिक्सन गर्न सक्नुहुनेछ, जसमा 24 घण्टा कस्टमर सपोर्ट रहेको छ। तपाईले मेरो स्क्रिनमा रहेको प्रोमो कोड युज गर्नुभयो भने टन्नै गिफ्ट ह्याम्पर पनि जित्न सक्नुहुनेछ। सबै इन्फर्मेसन मेरो कमेन्ट सेक्सनमा पिन गरेको छ। डु चेक इट आउट गाइस।